सो साथीहरू सबैले एकपटक यो फोटो हेर्नु होला। तपाईहरु नझस्किनु होला, यो फोटो के हो के भइराखेको भन्ने कुरा नसोच्नु होला। यो हो सहकारी पीडितहरुको हो। पत्रकार सम्मेलन गर्दाखेरि रिपोर्टर्स क्लबमा जो हजारौं पत्रकारहरुको अगाडि उनीहरु नाङ्गै भएर प्रदर्शन गरेका छन्। नाङ्गै भएर आफू पीडित भएको कुराहरु चाहिँ उनीहरुले मिडियामा देखाएका छन्। यसरी कपडा खोलेर नाङ्गै भएर मिडियामा उनीहरु देखिएका छन्। साथीहरु सहकारी पीडितहरु यति बेला धरधरी रोइरहेका छन्। यहाँ विभिन्न झुटा मुद्दाहरु लगाएर को सहकारी पीडित हो, असली को हो, नक्कली को हो भन्ने कुरा कसैले छुट्याएका छैनन्। आज एमालेका अस्ति भर्खरै एकजना नेता देवी प्रकाश भट्टचन भन्ने मान्छे अस्ति भर्खरै पक्राउ परेका छन्। उनले करिबन 1 अरब रुपैयाँ सहकारीको ठगेका छन्। उनी पक्राउ मात्रै परेका छन्, केही भएको छैन। तर यी सहकारी पीडितहरु बिचारा आज यसरी यो अवस्थामा पुगेका छन्। पुरै मिडियाको अगाडि काठमाडौँको रिपोर्टर्स क्लबमा यसरी नाङ्गिएका छन्। नाङ्गिएर आफूले विरोध प्रदर्शन गरेका छन्। आफूहरूले न्याय मागिरहेका छन्। यसै बखत हिजो पत्रकार ऋषि धमलाले पनि अब सहकारी पीडितलाई न्याय दिलाउने, रकम फिर्ता गर्ने अभियान चलाएका छन्। अब यो अभियान सफल होला नहोला यो पनि त्यही पत्रकार ऋषि धमलाकै रिपोर्टर्स क्लबमा देखिएको दृश्य हो साथीहरु।